काठमाडौँ देशकै जेठो महानगरपालिका हो। अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्ध प्राचीन सहर पनि हो। यहाँका केही समस्याहरूमध्ये पार्किङको समस्या पनि एउटा प्रमुख विषय हो। आज यही पार्किङको विषयमा चर्चा गर्नेछौँ। समस्याहरूको समाधान खोतल्नेछौँ। सडक र फुटपाथमा जथाभावी गरिने पार्किङ हटाएर सहरी ट्राफिक व्यवस्थापनका दृष्टिकोणले सकारात्मक कदम चाल्यो। नक्सा पासमा बेसमेन्ट पार्किङ छ भने त्यस स्थानलाई पार्किङ प्रयोजनमै उपयोग गर्नुपर्ने नियम ल्याउनु सान्दर्भिक र उपयुक्त रह्यो। महानगरले अहिलेसम्म चालेका कदमहरू ठिक छन्, तर अब पार्किङ स्पेसहरूको व्यवस्थापनमा पनि 1-2 कदम अगाडि बढ्नुपर्ने समय आइसकेको छ। अहिले महानगरभित्रका केही स्थानहरूमा फ्री वा सहुलियतपूर्ण पार्किङहरू अभाइलेबल गरिएका छन्। धरहरा परिसरभित्रको ट्रिपल बेसमेन्ट पार्किङ पूर्ण रूपमा निशुल्क रहेको छ। यहाँ करिब 1500 2 पाङ्ग्रे तथा 250 भन्दा बढी 4 पाङ्ग्रे सवारी धान्न सक्छ। त्यसैगरी पुरानो बस पार्कमा बनिरहेको काठमाडौँ भ्यू टावरमा 700 2 पाङ्ग्रे तथा 300 4 पाङ्ग्रे सवारी क्षमताको निशुल्क पार्किङ अभाइलेबल छ। काठमाडौँ महानगरपालिकाको परिसरमा 7:30 बजेपछि निशुल्क पार्किङको व्यवस्था गरिएको छ। यसरी विभिन्न स्थानहरूमा पार्किङको व्यवस्थापनका प्रयासहरू भएका छन्। त्यसैगरी केही प्रयोगविहीन वा कम प्रयोगमा भएका सरकारी तथा सार्वजनिक स्थानहरूलाई पार्क एन्ड राइडको रूपमा विकास गर्न सकिन्छ। उदाहरणका लागि करिडोरहरूमा पार्किङ स्पेस बनाउनुपर्छ। ब्रेकुटी मण्डप, थापाथलीको खाद्य संस्थान परिसर, प्रज्ञा प्रतिष्ठान, वडा कार्यालयहरू, खानेपानीका कार्यालयहरू, डिडिसी आउटलेट, निजी बेसमेन्टहरूमा साझा सम्झौतामा पार्किङ हब बनाउन सकिन्छ। प्रविधि र नीतिगत व्यवस्थापनले पार्किङको समस्यालाई कम गर्न सकिन्छ। प्रविधिमा आधारित स्मार्ट पार्किङको व्यवस्था गर्न सहरभरिका सबै निजी तथा सरकारी पार्किङको रियल टाइम डाटा सहितको एउटा एप बनाएर महानगरले अघि बढाउनुपर्छ, जसमा घरबाट निस्कँदै आफ्नो पार्किङ स्पोट बुक गर्न सकियोस्। पूर्वाधारहरूको विकास अन्तर्गत मल्टिलेभल पार्किङहरूको निर्माण र अटोमेटेड भर्टिकल पार्किङहरूको निर्माणलाई प्राथमिकतामा राख्नुपर्दछ। निजी क्षेत्रसँग साझेदारी गर्दै घरको खाली कम्पाउन्ड, व्यावसायिक भवनहरूमा अनिवार्य बेसमेन्ट पार्किङ, सरकारी खाली जमिनमा पार्किङ पूर्वाधार निर्माण गर्नुपर्छ। व्यापारिक मल, सिनेमा हल, अस्पतालहरूले आफ्ना ग्राहकहरूबाट पार्किङ शुल्क लिन नपाउने व्यवस्थालाई कडाइका साथ अनुगमन गर्नुपर्छ, ताकि सेवाग्राहीले उनीहरूकै पार्किङ प्रयोग गरोस्। सहरको कोर एरिया बाहिर ठुला पार्किङको व्यवस्थापन गरेर कोर एरियालाई प्राइभेट भेहिकल फ्री बनाउँदा पनि ट्राफिक व्यवस्थापन सहज बनाउन सकिन्छ। त्यसको लागि ठुला पार्किङ हबबाट कोर एरियातर्फ फ्री इलेक्ट्रिक बस चलाउनुपर्छ। पब्लिक ट्रान्सपोर्टलाई सर्वसुलभ, भरपर्दो र समयबद्ध बनाउन सकियो भने पनि मानिसहरूको आकर्षण प्राइभेटबाट पब्लिक ट्रान्सपोर्टतर्फ आकर्षित हुनेछ, जसले भेहिकल म्यानेजमेन्टलाई सहज बनाउनेछ। व्यस्त समयमा पार्किङ शुल्क अलि महँगो र कम व्यस्त समयमा शुल्क एकदमै कम अथवा निशुल्क बनाउँदै डाइनामिक प्राइसिङ मेथडबाट पनि सहज पार्न सकिन्छ। त्यसैगरी दिनभरि नो पार्किङ रहने सडक तथा स्थानहरूमा राति 8 बजेदेखि बिहान 6 बजेसम्म स्थानीय बासिन्दा र व्यापारीहरूका लागि निश्चित शुल्क सहितको पार्किङ अनुमतिले पनि व्यवस्थापन गर्न सकिन्छ। अब पार्किङ व्यवस्थापन सम्बन्धी केही अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसेसहरू सहित चर्चा गर्नेछौँ। जापानमा कार किन्नु अघि आफूसँग गाडी पार्किङ गर्ने निजी ठाउँ छ भने प्रुफ अफ पार्किङ सर्टिफिकेट पेश गर्नु पर्दछ। महानगरले पनि सवारी दर्ता वा नवीकरण गर्दा काठमाडौँभित्र उसको निश्चित पार्किङ स्पेस, घरको ग्यारेज वा कम्पाउन्ड भएको प्रमाणपत्र अनिवार्य गर्ने नीतिगत व्यवस्थापनका लागि पहल गर्न सक्छ। लन्डनको मुख्य व्यापारिक केन्द्र सेन्ट्रल जोनभित्र व्यक्तिगत गाडी लिएर छिर्दा महँगो कन्जेसन चार्ज तिर्नु पर्दछ। महानगरले पनि व्यस्त र साँघुरा स्थानहरूमा 0 इमिसन जोन घोषणा गर्दै व्यक्तिगत गाडी निषेध गर्दै
साना इलेक्ट्रिक गाडी चलाउनु पर्दछ। सिङ्गापुरमा सडक किनारका सबै पार्किङहरू सेन्सर र क्यामेरा प्रणालीसँग जोडिएका हुन्छन्। गाडी पार्क हुने बित्तिकै व्यक्तिगत खाताबाट शुल्क काटिन्छ। महानगरले पनि स्मार्ट क्युआर अथवा RFID प्रणाली प्रयोग गरेर छिटो पार्किङ र भुक्तानी हुने प्रविधिका लागि काम गर्नुपर्छ। यसले ढोकामा चिट लिने र फर्कदा ढोकामा पैदा लिने समयको बचत गर्दै पार्किङ व्यवस्थापनलाई सहज पार्न सकिन्छ। जर्मनी र फ्रान्सका साना गल्लीहरूमा थोरै ठाउँ लिएर भर्टिकल पार्किङ संरचनामा एउटा गाडीको ठाउँमा 10 वटा गाडीसम्म पार्क गर्न सकिन्छ। महानगरले पनि यस्तो प्रविधिलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने देखिन्छ। जहाँ इच्छा त्यहाँ उपाय, जहाँ समस्या त्यहाँ समाधान भन्ने मूल मर्मलाई आत्मसम्मान गर्दै यस ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहरलाई जीवन्त बनाइराख्न नवीन उपायहरू खोजिनु पर्दछ। मानिसहरूको संख्या बढ्दै जानेछ, गाडीहरू पनि बढ्नेछन्, तर सडक उही रहनेछ। त्यसैले उपायहरू खोजि नै रहनुपर्नेछ। सार्वजनिक यातायातलाई सुविधायुक्त र विश्वसनीय बनाउन सके व्यवस्थापन दीर्घकालीन हुनेछ।